हेलो एभ्रिवान हैन वेलकम टु माई फर्स्ट ब्लग। अनि के भन्दैछु भने अब मेरो दिनभरिको रुटिन देखाउने छु यस्तो यो भिडियोमा हैन। राम्रो लागेमा कमेन्ट गर्नु होला, फलो गर्नु होला, शेयर गरिदिनु होला। ओम नमः शिवाय। मेरो दिनको सुरुवात चट्ट पारामा दुध पुऱ्याउनु गएर हुन्छ है। तपाईँहरूको के गरेर हुन्छ भन्नु होला। चट्ट हेर्नुहोस् बिहान बिहानैको भ्यू। निन्द्रामै छु क्या म त। बाटो हालत त्यस्तै छ, अलिकति उपरबाट त राम्रै छ, यताबाट अलिक खत्तम छ। यो चाहिँ हाम्रो गाउँको लुङ्गा चोक। यता बगान छ, यताबाट नारायण चोक भन्ने ठाउँ जान्छ, यताबाट पनि बगान जान्छ। परको त्यो बगान छ नि, त्यो चाहिँ एकदमै गिरीबन्धु टी स्टेट पर्छ। घरदेखि नजिकै छ बगान। म चाहिँ यो घरमा दुध पुऱ्याउन आउँछु डेली। घुममा अब बत्तल खोज्ने हाल्ने चल्लिने यतातिर। यो हाम्रो घर छेउको बगान टक्क गिरीबन्धु टी स्टेट ठुलो छ। पर देखिँदो रहेको छ नि, अलिक मजाले देखिएन है। देखियो यो परको भवन चाहिँ होली एन्जल स्कुल। त्यहाँ चाहिँ ठुलो ग्राउन्ड छ। अनि म चाहिँ तपाईँहरूलाई के भन्न आँटेको भने नि, म चाहिँ 2-3जना मान्छे भेला भयो भने बोल्नै नजान्ने क्या, मोबाइलहरू यसो भिडियोहरू बनाउनलाई होइन। त्यही भएर पनि म आज चाहिँ दुध पुऱ्याउने न्युज पनि हुन्छ, अनि यसो हुन्छ नि अब मोबाइलमा बोल्ने प्र्याक्टिस भनौँ कि गफ भनौँ कि होइन, जे बोल्नुहुन्छ त्यही बोलिदिनु न। त्यो गर्न आएको सुरु दिन मेरो यस्तो भिडियोहरू बनाएको होइन। कस्तो लाग्छ तपाईँहरूलाई यसो प्रतिक्रिया दिनु होला। के सुधार्नु पर्ने, हुन त धेरै थोक सुधार्नु पर्छ र पनि पोइन्ट आउट गरिदिनु यस्तो सुधार्नुपर्छ मैले भनेर होइन। अनि म आज दिनभरिमा के गर्छु सबै देखाउँछु तपाईँहरूलाई। लामो भयो भने पनि कस्तो पार्टहरू हेर्नु रुचाउँछ तपाईँहरूले भनिदिनु होला। म त्यस्तै हाल्छु, नत्र वाङफाङ भिडियो हालिदिन्छु क्या। अहिले भेटौँला ल। कहाँ पुग्यो राम्बो? त्यत्तिकै दुध पुऱ्याएर आएको कि त्यहाँ, अनि यसो घुमेर चाहिँ भन्दा नि ती हाम्रो घर छेउको अङ्कल
भेटिनु हो ट्राई गरेँ सोध्ने बोल्ने अलिक के भन्नु अब बोल्न नजान्ने कि म बोल्न नखोजेको हो कि यो ठाउँमा चाहिँ अस्ति नै एकचोटि बिहान 6 बजी बाइकमा लडेको हो कि त्यही भएर पनि म बाइकमा यताउति आउँदिनँ पनि साह्रै लेउला चिप्लेर लडिन्छ ऊ त्यहाँ नानीहरूको पापाले गोल खेलाउँदै हुन्छ नानीहरूलाई ठुलो छ गिरीबन्धु टी स्टेट साह्रै ठुलो अहिले घर पुगेर या ती बाटामा के देख्यो भने म तपाईँहरूलाई देखाउने छु है यो भिडियो चाहिँ नकाटी हेरिदिनु होला ट्राई गर्दैछु भिडियोहरू बनाउने अब 2 दिनको जिन्दगी हो के त्यतिको वेस्ट गर्नु र भनेर भिडियो खिचेँ क्या मैले चाहिँ मेमोरी हुन्छ हैन बोल्ने के भन्छ प्र्याक्टिस हुन्छ अघि भनिहालेँ मैले होली एन्जल एकाडेमी टक्क म पहिले पढ्दा होलिका स्कुल थियो अहिले होली एन्जल भएको छ होली एन्जल भन्नाले चाहिँ होलिका इङ्ग्लिस बोर्डिङ स्कुल प्लस लिटल एन्जल मिसिएर बनिएको भन्नुहुन्थ्यो सरहरूले ठिकै छ नामले फरक परेन पढाइ चाहिँ राम्रो हुनु पर्यो होइन मेरो बहिनी पनि पढ्छ यहाँ म पनि पढेँ मेरो भाइ पनि पढ्यो मेरो बहिनी पनि पढ्दैछ अहिलेसम्म त कम्प्लेन छैन कम्प्लेन पनि नआओस् यो चाहिँ होलिका टोल यतापट्टि होलिका टोल पर्छ यतापट्टि अलिक पर्दैदेखि शिवला टोल फेरि उतापट्टि सेवारो टोल छ यो चाहिँ होली एन्जल स्कुल शान्त ठाउँमा छ कहीँ हो हल्लादेखि टाढा फ्रेस इन्भाइरोमेन्टमा पढाइ हुन्छ भिजिट गर्नु होला एकचोटि एकदम राम्रो छ हरियाली छ वरिपरि पर देख्दै हुन्थ्यो यो जङ्गलभित्रको ठुलो घर त्यो चाहिँ माननीय दुर्गा प्रसादजीको घरको बुवा बस्यो घर हो म चाहिँ मेरै गाउँमा डुल्दैछु होइन मेरै गाउँमा डुल्न मलाई पनि अप्ठ्यारो लाग्छ क्या भिडियोहरू बनाउनुलाई शान्त छ गाउँ सहरभन्दा चाहिँ गाउँघरै रमाइलो हुन्छ क्या हुँदैन पनि कमेन्ट गर्नु होला होइन टक्कसँग मामाहरू अङ्कलहरू हजुरबाहरूसँग भेट भयो अब घरतिर लाग्दैछु आफ्नै घर पछाडि आइपुगेँ म
म घर पनि देखाउने छु तपाईँहरूलाई। यो परालको कुन्यु पछाडिको थोरै हाम्रै हो, यो चाहिँ अर्कैको नि। टक्क यो बोर्डदेखि उता चाहिँ सेवार टोल एक स्टार्ट भयो, यता चाहिँ शिवलाहरू ऊ पर छ बोर्ड। अनि हाम्रो घर अगाडि टक्क यस्तो खाली छ ठाउँ। अनि हाम्रो घर यही हो। तपाईँलाई एकछिनमा भेट्छु म। उहाँ चाहिँ मेरो मम्मी। यता आएर न मोबाइललाई घुक्नु नपरौँ। म चाहिँ उहाँको लठा छोरा। अब पानी खाने हामी पिउने। अनि के छ काम? ओछ्यान मिलाउँछ मेरो, अनि अरू काम पनि भनौँला म। हाम्रो धार्मिक बा बिहान पूजा नगरी चुल मिट्दैन बाको। यहाँ चाहिँ हाम्रो लालीको छोरी। त्यहीको बेड यस्तो छ, यसको पनि माया लाग्छ, मिलाइदिनु पर्यो होइन। एकछिन पर्खिनुहोस् ल, बेड मिलाइ, यो पनि बेड मिलाइसक्छु अनि भेट्छु तपाईँहरूसँग। छोरी जस्तो त कहाँ चट्ट मिलाउन आउँछ र होइन, काम चलाउ यसो। गर्मी छ साह्रै अहिले, बिहान नै गर्मी, साह्रै गर्मी छ। भात खान यति साह्रो गाह्रो छ। के भन्नु छ? गाह्रो छ मलाई। माम खुवाएर स्कुल पठाउन भ्याउँदिनँ, उठिदिनँ भन्नु त के छ नि। अब उसलाई खुवाएर स्कुल पुऱ्याएर आउँदा 10 बज्छ। तिमी कुन स्कुल पढ्छौ भन त? तिमी कुन स्कुल पढ्छौ? साह्रो भन न। होली एन्जल नि। अब उहाँको खालको छैन होला। हाम्रो जेएनजीलाई स्कुल पठाउन गाह्रो छ। के बोलाली? पराल खाऊँ न। हल्ला नगरौँ, केटाहरू निक्लेछ नि त हाम्रो केटाहरू। हाम्रो दुईटा केटाहरू, हाम्रो केटीहरू। के भयो भन न छिटो। स्कुल जाने बेला भयो, वा म्याम र निन्द्रा लाग्दैछ भने गाह्रो छैन त। बुइनी अरे जाऊ न, स्कुल जान ढिलो भयो, हात पक्रे। स्कुलले विद्यार्थीको हालत यस्तो छ। कुदको छिटो। खोइ गर्दै हाँस्नु पर्दैन। स्कुल जाने बेला भयो मम्मी भन्नु पर्दैन। हेर न प्याउली, एउटी छोरी प्याउली छ साह्रै। छोरी त एउटी नै हो कि तर साह्रै प्याउली भई सबैकी प्यारी। सुत्थे 8:30 सम्म। 5 वर्षको बच्चाको हालत यस्तो छ हो। दादा ढिलो हुन आँट्यो तर बाई भन नि त। बाई भन्दै बाई बाई दादा भन्दै बाई भन। दादा आउँदैन कि क्या हो भन्न पनि। छिटो भन न। बाई। बिहानको खाना खाइसक्यो, अब धन्दा गर्नु छ, किचन सफा गर्नु छ, के छ काम पनि हेर्नु है, गाह्रो छ।
किचनको गतिविधि यस्तो छ। धन्दा गर्नु छ अनि अब के गर्नु छ अब हेर्नुपर्छ होइन। धन्दा सकेर तपाईँहरूसँग भेट्छु ल म। धन्दा पनि सक्यो है साथीहरू। अब अरू काम होला के अहिले भेटौँला फेरि। आजलाई भिडियो यति नै होइन। यसो सबै हेरिदिनु होला मिलाएर हेरिदिएमा थ्याङ्क यू सो मच फर वाचिङ। किप सपोर्टिङ मी। अझै पनि भोलि अझै राम्रो, आज त त्यति राम्रो भिडियो त भएन, अझै राम्रो भिडियो बनाएर हाल्ने प्रयास गर्नेछु। बाई बाई।